30 वर्षको उमेरमा माननीय बन्नुभएको छ, एउटा पार्टीको महासचिव हुनुहुन्छ। अब तपाईँ के गर्न चाहनुहुन्छ? म राजनीति गर्नको निम्ति आएको होइन, देशको परिस्थिति सुधार गर्नको निम्ति म त आएको। मलाई यो राजनीति रहर होइन, म त कलाकार बन्छ आएको। गीत गाउन पनि आउँछ? म तपाईँको चाहिँ एसएलसी दिने बित्तिकै पहिलो सिकेको म सङ्गीतै हो। गीत गाउने, गीत सिक्नु भयो। तपाईँ खोटाङबाट काठमाडौँ? होइन, काठमाडौँबाट एसएलसी दिएको। जे होस् तपाईँको प्यासन चाहिँ गीत गाउने थियो। सपना भनौँ न, सपना थियो। अहिले पनि छ? छैन। अहिले गीत गाउने सपना नै मर्यो? मैले जब पोलिटिक्समा आएँ, म कुनै कुरामा लाग्यो भने नि एकरो लाग्छु क्या, फेरि सबै कुरा भुलिदिन्छु म। होइन, जीवन त बहुआयामिक छ, यो 7वटा रङले रङ्गीन छ। त्यसमा सङ्गीत पनि चाहिन्छ, तर जीवनमा कला पनि चाहिन्छ, तपाईँको राजनीति चाहिएला, सबै कुरा चाहिन्छ नि। तपाईँ अर्को कुरा पत्ताउनु हुन्नलाई, म 30 वर्ष भयो, 12 वर्ष क्रस भयो, 13 वर्ष भयो मेरो राजनीतिको यात्रा भन्दा पत्ताउनु हुन्छ, पत्ताउनु हुँदैन। पत्ताउनु हुँदैन, तर रियालिटी त्यही हो। तपाईले जब राजनीतिमा प्रवेश गर्नुभयो त्यसपछि गीत गाउन छोड्नु भयो? 12-14 वर्ष भइसक्यो गीत गाउन छोडेको। तपाईँ राजनीतिमा किन चाहिँ हुमिनु भयो एकाएक? देशको गरिबी देखे, अभाव देखे, म कसैबाट प्रेरित भएर राजनीतिमा आएको चाहिँ होइन है। तपाईँको प्रेरणाको स्रोत राजनीतिमा कोही पनि छैन? तपाईँको आदर्श पुरुष छैन? व्यक्तिगत हिसाबले छैन। जस्तै तपाईँले गीत अहिले त झन् तपाईँको चाहिँ राजनीतिमा आइसकेपछि झन् दिमागमा त एक खालको तरङ्ग पैदा हुन्छ, यो पनि भएन, त्यो पनि भएन, यो गर्न पाए, त्यो गर्न पाए भन्दाखेरि कहिलेकाहीँ गीत रचना हुँदैन? गएन हौ त्यो। अहिले गीत गुनगुनाउनु हुन्न, एक्लै नुहाउँदाखेरि वाशरुममा होला अथवा बाटोमा हिँड्दाखेरि एक्लै हिँड्दाखेरि होला। त स्वर त बिग्रिसक्यो नि, भाषण गर्ने स्वर राम्रो हुनैपर्छ भन्ने छैन नि त, गुनगुनाउने त्यो भित्रबाट आउने बेलामा। तर मेरो जीवनको लक्ष्य त्यही थियो। तपाईँले सुरुमा तपाईँ गीत गाउनु पर्छ भन्ने त्यो चेत जुन आयो, तपाईँले गीत मन पराउनु भयो, तपाईँलाई सबैभन्दा बढी मनपर्ने गीत चाहिँ कुन थियो? नारायण गोपालको अनि राजपाल दाइको मलाई मन पर्थ्यो। जस्तै नारायण गोपालको कस्ता कस्ता गीतहरू सुन्नुहुन्थ्यो तपाईँ? पुरानो गीत सुन्थ्यो हौ, के भन्छ यति धेरै माया दिए भन्ने थियो नि, होइन? थाहा छ तपाईँलाई? तर मलाई लाग्छ कि सङ्गीत बिनाको राजनीति कङ्क्रिटको त टावर जस्तो मात्रै हुन्छ भन्ने लाग्छ कि। म यता 70 केजीको मान्छे हौ, 56 केजीमा झरेको छु, दुब्लाउनु भयो। दुब्ला चिन्ताले, देशको चिन्ताले कुदेकै म अति कहाँ तपाईँ घर कहाँ भन्नु त? बाजुरा। यति त त्यहाँ चाहिँ पुगेर हिँड्छु। बाजुरा पुग्नु भएको छैन? बढी मालिका त्यहाँ चाहिँ सुन्छ। अहिले त रानी सैनको विवाद पनि आइरहेको छ नि, त्यो पनि बाजुरामा पर्छ। म पुग्छु, त्यहाँ पुग्छु। तर तपाईँले छ नि, हामीले बाटो मोड्यौँ, तपाईँलाई सुरुमा मनपर्ने एउटा गीत चाहिँ सुनौ त, खै कस्तो रहेछ? अब धेरै भयो, अहिले धेरै भए पनि केही छैन, जब जागे तब सबेरा भन्छ के। ल एउटा गाउँछ है त, कसको गाउँ त? नारायण गोपाल दाई नै होला है, उहाँको धेरै वर्ष भयो, हाम्रो नेपालको स्वर सम्राट भन्छ नि, होइन? यति धेरै माया दिए मनभरि दुःख नदेऊ, बाटो र पर फुल्ने पलास टिपी शिरमा नलाऊ, यति धेरै माया दिए।